मैले स्पष्ट रूपमा भारतीय पक्ष र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दाखेरि मैले के बताइरहेको छु भने हामी अब चाहने हामीले चाहेको हामीले अगाडि बढ्न चाहेका विभिन्न क्षेत्रहरू छन्। ती क्षेत्रहरू भनेको समृद्धिसँग जोडिने क्षेत्रहरू छन्। यही भ्रमणमा नै भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा गरेको छु। आफूले उहाँहरूलाई नेपाल आउनको लागि निमन्त्रणा गरेको छु। आवश्यकता अनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूसँग आमन्त्रण गर्ने यो कुरा निरन्तर चलिरहन्छ। तपाईले भने जस्तै कहिले बोलाउनुहुन्छ भने जस्तै मैले पनि आवश्यकता हुँदा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु। एकदमै सकारात्मक पनि दुवैजना हुनुहुन्छ। प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ। अब हेरौँ समयले कहिले जुराउँछ, दुवैतर्फको जुरेपछि हुन्छ। अब अन्तिम प्रश्न 21 सेकेन्ड आयो। तपाईँको फेरि सुन्छु होला। हजुर हाम्रो प्रधानमन्त्री कहिले जानु के विषय यो विषयमा कुराकानी भयो कि भएन र अर्को यसमा गरी मैले तपाईँसँग यहाँ भनेको प्रश्न रूपमा हामी भ्रमण गर्दाखेरि सबैसँग बसेर कुराकानी गर्नुपर्छ। तपाईँ र प्रधानमन्त्री नरेन्द्र मोदी बिच के भयो? प्रधानमन्त्री जाने कुरा समय परिस्थिति हेरेर मात्रै हुन्छ। भर्खरै सुरुवात गरेका छौँ। हामीसँग निकै अपेक्षा छ र विशेष गरेर अहिलेको पछिल्लो म्यान्डेटलाई र हाम्रो संरचना तपाईँले हेर्नुभयो भने सरकार र पार्टी सञ्चालनमा हामीले जिम्मेवारी बाँडफाँड गरेका छौँ। प्रधानमन्त्रीजीले र मैले बाँडफाँड गरेको छौँ। त्यसले गर्दाखेरि यी भेटघाटहरू कयौँ औपचारिक अनौपचारिक भेटघाटहरूमा सकेसम्म प्रधानमन्त्रीलाई भन्दा पनि यो चाहिँ पार्टीले नै यसको चाहिँ हुन सक्ने ठाउँहरूमा जहाँ प्रधानमन्त्री चाहिन्छ त्यहाँ प्रधानमन्त्री नै, जहाँ प्रधानमन्त्री चाहिँदैन त्यहाँ चाहिँ अन्य पार्टीको संरचनाले आवश्यकता पर्दा मैले अथवा अन्य साथीहरूले हरेक ठाउँमा चाहे पार्लियामेन्टमा होस् चाहे अन्य ठाउँमा उपस्थितिमा हामीले सरकारलाई बढी सरकारको काममा नै बढी फोकस गर्ने किसिमको एउटा वातावरण सृजना गरेका छौँ। त्यसले गर्दाखेरि प्रधानमन्त्री जाने भन्ने कुरा त्यसैले तय गरिहाल्छ होला। र अर्को कुरा जे कुराकानी भयो मैले भनिहालेँ पारदर्शिताको रूपमा हाम्रो कुराकानी भएको छ। हामीले विशेष गरेर समृद्धिको एजेन्डालाई महत्त्वपूर्ण रूपमा अगाडि सारेका छौँ। नेपाल भारतको सम्बन्ध गहिरो त्यतिखेर हुन्छ वास्तविक रूपमा जतिखेर समृद्धिको बाटोमा पनि हामी सँगसँगै हिँड्छौँ। त्यसकारणले मैले स्पष्ट रूपमा भारतीय पक्ष र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दाखेरि मैले के बताइरहेको छु भने हामी अब चाहने हामीले चाहेको हामीले अगाडि बढ्न चाहेका विभिन्न क्षेत्रहरू छन्। ती क्षेत्रहरू भनेको समृद्धिसँग जोडिने क्षेत्रहरू छन्। समृद्धिसँग जोडिने क्षेत्रहरू मैले खेलकुददेखि आइटीसम्मको एउटा ठुलो एउटा वाइड एउटा पिक्चरको कुराकानी गरेको छु जहाँ हामी